हेलो साथीहरु नमस्कार। म योभन्दा पहिला भिडियो लिएर आएको थिएँ। यही ठाउँबाट मैले त्यो भिडियो गरेको थिएँ र यही घर थियो, बाँसको घर बना मेरो संस्थाबाट बाँसको घर बनिरहेको अवस्था थियो त्यति बेलाको। र अहिले फेरि हामीले बनाइसकेपछिको फेरि अहिले नयाँ भिडियो लिएर आएको छु, जसमा तपाईले देखिराख्नुभएको छ मेरो ब्याकग्राउन्डमा पुरै घर तयार भइसकेको छ, तयार भइसकेको छ र रेडी अवस्थामा छ। र फिनिसिङ र तयार भइसकेपछिको लुक फेरि फरक भइसकेको छ। यहाँ करिब म अहिले लाहान नगरपालिकाको वार्ड नम्बर 13 बाट म अहिले यो भिडियो बनाइरहेको छु। र 13 नम्बरमा हाम्रो संस्था भवानी एकीकृत विकास केन्द्र र लाहान नगरपालिकाको संयुक्त साझेदारीमा सुरक्षित घर सुरक्षित आवास कार्यक्रम सञ्चालन भइरहेको थियो। त्यस अन्तर्गत यहाँ 20 वटा घर बनाउनु पर्ने थियो। हामीले 20 वटा घर कम्प्लिट गरिसकेको छौँ। एउटा सुरक्षित घर, एउटा दुई कोठे घर र एउटा खाना पकाउने र त्यसपछि एउटा टोयलेट गरेर 3 वटा अनि कि चर्पी बनाउनु पर्ने हुन्छ गरेर हामी तयार गरिसकेका छौँ। र अहिलेको फेरि तपाईलाई देखाउँछु कस्तो प्रकारको घर हामीले बनाएका छौँ र यहाँको समुदायहरू कतिको त्यसबाट सन्तुष्ट हुनुहुन्छ त्यसको बारेमा पनि म कुरा गर्नेछु। सुरक्षित घर मानिन्छ यसलाई। अहिले मिस्त्रीहरू तपाईहरु देखिराख्नु भएको छ। अहिले केही संक्षिप्त कामहरू बाँकी रहेको छ, उहाँहरूले काममा भिडिसकेको छ। यो घर बनाउनको लागि प्रोजेक्ट सम्पन्न गर्नको लागि मिस्त्रीहरूले हामीलाई एकदमै साथ दिनु भएको छ, त्यसको लागि उहाँहरूलाई पनि म धन्यवाद दिन्छु। यो परिवर्तन भएको छ, झुपडीबाट एउटा महलको भएछ। उनीहरूले निकै नै आफू खुसी रहेको कुरा पनि उहाँहरूले बताउनु भएको छ। र यसमा लाहान नगरपालिका र भवानी एकीकृत विकास केन्द्र र हेबिटेट फर ह्युमेनिटी नेपाल को यसमा लगानी रहेको छ। र यहाँ खास गरेर बाँसको घर बनाउने भएकोले हामीहरूले कमसल मूल्यमा यहाँ बाँसको घर सुरक्षित, हरेक दृष्टिकोणले सुरक्षित, वातावरणीय दृष्टिकोणले पनि र अरू डिजास्टरको हरेक दृष्टिकोणले यहाँ सुरक्षित हुने घरहरू तपाईहरुले देखिराख्नु भएको छ। तसर्थ हामीले हाम्रो संस्थाले यो घर बनाएर यहाँ हस्तान्तरण गर्ने अवस्थामा आइसकेका छौँ। हामीहरूले यहाँको समुदायले आफ्नो घर पाएर निकै नै खुसी व्यक्त गर्नुभएको छ। तपाईहरु पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ। र हामी लाहान नगरपालिकालाई धन्यवाद दिन्छौँ, त्यो हेबिटेट फर ह्युमेनिटी नेपाललाई धन्यवाद दिन्छौँ। र हाम्रो अथक केही दिनको 1 वर्षको मेहनतले यस्तो रङ ल्याएको छ अहिले यो गोसाई बसु त परि छले, पानी चुबै छले, त घाटो आवे छले त ओसाइरे पर परि छले, एकटा घर रही छले, एकटा घर में जरनो काठी राख परि छले, बेटो पुतो रही छले, अपनो रही छलिए। अभी घर भेले त हमरा बहुते निमन भ गेले, बहुते खुशी भ गेले हमरा के घर में। धन्यवाद सर। तो मन करे देखावे के चलो मुसरी पहिर केहन छले, आब देखि कते दिन भेल, कोई आवे त कोई आब कते दिन मुसरी भ गेले। बड़ सुविस्ता भेले सर। अपन तब धियो पुतो के डर हो चलेगा, झरो तोरो फिरेला, अपनो के जाइला, अखनी तो सुविधा भ गेलेगा सर। यसमा उहाँहरूले श्रमदान गर्ने हो र श्रमदान गर्ने के अरे उहाँहरूले ब्लक बनाउने काम, पानी पटाउने काम, त्यो बालु टोक्ने काम, त्यसपछि माटो भर्ने काम, यो कामहरू चाहिँ उहाँहरू मार्फत गरेको छु। अनि यो 30 वर्ष 40 वर्ष जतिको हाराहारीमा यसको आयु छ र यो भन्दा बढी पनि जान सक्छ होला। बाँसकै घर तपाईहरु क्या घरहरू यो वडामा चाहिँ यो 13 नम्बर लाहानको 13 नम्बरमा यहाँ जुन छ 2वटा समूह छ, उपभोक्ता छ र एउटा उपभोक्तामा 10 वटा र अर्को उपभोक्तामा 10 वटा गरी जम्मा यहाँ 20 वटा घर चाहिँ यहाँ बनिसकेको छ। आएको छु र अहिले यो 22 को मुसहरी बस्तीमा आएको छु। मुसहरी पनि गम्हरिया हो हैन, यो गम्हरियामा आइसकेका छु। र अहिले हामीले जुन सुरक्षित आवास परियोजना अन्तर्गत हामीले घर निर्माण गर्नको लागि जुन सपोर्ट लाहान नगरपालिकाको सहयोग र हेबिटेटको साझेदारीमा बनिरहेको घर थियो, राख्नु भएको छ। यही घर हो। यसले पेन्ट भएको छैन, करिब करिब घर फिनिसिङ हुन लागेको छ। पेन्ट भएको खाना खाँदै हुनुहुन्छ। यस्तो छ उहाँहरूको लाइफ दिनचर्या। हेर्नुहोस् है, यो
बेटा है कि बेटी है ये? बेटा छी ल बेटा छोरा हवा छ यस्तो अभी दोडियो बनाइले बढ़िया भेले न दोडी बनाइले एकदम मजा आसे यो सुरक्षित आवास अन्तर्गत त्यो एकदम आराम गरिरहेको छ छोरा चाहिँ। अब समुदायले आफैले पनि केही कन्ट्रिब्युसनहरू गर्नुपर्ने हुन्छ त्यसमा रङ लगाउनेदेखि लिएर कि गिट्टी बलुवाहरू चाल्ने र ब्लक बनाउने कार्यहरू आफैले गर्नुपर्ने हुन्छ। त्यो समुदायले आफ्नो घरलाई आफैले श्रमदान गरेर पेन्ट गरिरहेको अवस्था छ। यसमा यो घरलाई पुरै पेन्ट गर्ने जिम्मा चाहिँ उहाँले हामीले पेन्ट दिएका छौँ र उहाँहरूले आफैले पेन्ट गरिराख्नु भएको छ। यहाँ दुई परिवारको घर एकै ठाउँमा बनाउने मोडललाई डुप्लेक्स मोडल भन्दो रहेछ र यो डुप्लेक्स मोडल अनुसार यहाँ घर बनिएको छ। तपाईँले देखिरहनु भएको छ एउटा घरबाट त्यसको ठ्याक्क अगाडिमा हामीले दुईवटा टोयलेट पनि बनाएको छु घरको आँगनमै। मुसहर समुदायमा जमिनको कमी भएको हुनाले यहाँ आँगनमै टोयलेट बनाउनु पर्ने बाध्यता पनि रहेको छ। तसर्थ यहाँ यो डेमो हाउस हो लाहान नगरपालिकाको वार्ड नम्बर 20 मा निर्माण गरिरहेका छौँ। यो हामी यो उपचार गरिएको बाँस हो। यसमा कुनै प्रकारको किराहरू र यो सर्ने गल्ने र यो यसको बलियो हुन्छ त्यो सर्ने गल्ने जस्ता कुराहरू यसको हुँदैन। यो उपचार गरिएको बाँस भएकोले यसको घर निकै नै बलियो हुन्छ र धेरै वर्षसम्म कम्तीमा 30 देखि 50 वर्षसम्मको यसको आयु हुन्छ र यो बाँसको